लगेड़ा चिटिक्क सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल स्मृति पोगुलुङ र धेरै पछि हामी फेरि पनि युट्युब म्याच जोडिसकेका छौँ र आजको हाम्रो रुट भने के भन्छ अरे स्याङ्जा बाडखोला हुनेछ आजको रुट चाहिँ। आज चाहिँ मौसम हल्का हिजो राति पानी परेको कारणले गर्दा हल्का रमाइलो मौसम छ। अलि चिसो भइरहेको पानी पर्ला जस्तो भइरहेको छ। आज यहाँ पानी पऱ्यो भने दाजुभाइलाई बिजोग हुन्छ। गाडी फुल लोड छ राम्रोसँग। यता हाम्रो प्रेम दाई ल दाई के छ हल्ली चल्ली केही भन्नु छ केटाहरूलाई? लाइभ होइन हाम्रो भ्लगमा माया र साथ सपोर्ट देखाइदिनु होला हामीलाई पनि हल्का फुल्का होइन। लाइक सेयर सब्सक्राइब भेलौँ झ्याम्म। यदि नयाँ हुनुहुन्छ भने कमेन्ट पनि भेलौँ, पुरानो भयो भने कमेन्ट भेलौँ। बरु थर्काउँदा पनि हुन्छ, हामी केही भन्दैनौँ, तर कमेन्ट चाहिँ भेलौँ। हामीलाई थर्कायो भने हामीले त्यसको रेस्पोन्स दिनेवाला छैनौँ, त्यही पनि हेरौँ। कतिको रिस उठ्दो रहेछ हामीलाई देखेर त्यो पनि लेखौँ। त्यही हो यार। अनि भिडियोमा आजकल हल्का ढिलो भइरह, त्यसको लागि माफी चाहन्छु म। र अब आउने शनिबार हल्का दाजुभाइको प्लान छ के अरे, पानी परेन भने के हुन्छ, यदि भइहाल्यो भने म र मेरो दाइ मिलेर एउटा भ्लग बनाउने सोचमा छौँ। त्यो भिडियो पनि हेरौँ के हुन्छ। अब पानी परेन भने चाहिँ स्योर हो, पानी पऱ्यो भने चाहिँ भन्न सकिन्न। त्यति बेलाको भ्लग चाहिँ अलि उसै हुनेवाला छ। हाम्रो दाइले चाहिँ गीत बजाउनु लाउनु भयो, एकछिन नबजाउनु कि म यहाँ बोलिरहेको छु एकछिन नबजाउनु। र त्यही केटा हो आजको दिन यसरी नै सुरु भइसक्यो। गाडी साडी लोड चल्दैछ। अहिले हामी 83 कटिसक्यौँ। अब हाम्रो डाइरेक्ट यहाँदेखि चाहिँ सामान भएको माइटारीमा छ एउटा, माइटारी उतापट्टि के हो त्यो ठाउँलाई के भन्छ सानो निर्नु छ ठाउँलाई जाँडखोला र माइटरीको बिचमा एउटा, अनि जाँडखोलामा एउटा, अनि रामखोलामा 2-3टा, अनि पछि डाइरेक्ट स्याङ्जा, अनि स्याङ्जामा छ्याल छ, अनि बाडखोलामा नि आज 6-7वटा पसल छ। आज सबको सामान झार्ने हिँड्ने त्यही एउटा यस्तै कन्टेन्ट। अरूको भ्लगमा छिटो कन्टेन्ट देख्नुहुन्छ होला। हाम्रो भ्लगमा कन्टेन्ट भनेको सामान झार्ने हिँड्ने त्यही हो। के अन्त गाह्रो छ, घुम्न पाइएन जिन्दगीमा। त्यही हो बिजी लाइफ, हामी बिजी नै छौँ। जिन्दगी बिजीमै चलिरहेको छ। त्यही भएर भ्लग पनि हल्का आउन पाएन, तर सकेसम्म चाहिँ ल्याउने कोसिस गर्छु। त्यही हो यार, ल यति भन्दै अहिले भेटौँला। लगेर हामी पहिलो पसलमा झारिदिइसक्यौँ। त्यहाँ चाहिँ 2टा कार्टुन बिस्कुट झार्न बाँकी नै छ, किनकि सामान फुल प्याक छ। त्यही भएर त्यो भित्रै सक्यो, भेट्टाइएन। त्यही भएर अहिले पैसा झारिदिन्छु भनेछौँ। अनि पैसा नि अहिले चेक पनि त्यति बेलै लिनु पर्ला, किनकि अब सामान नझार्दा चेक लाने कुरा नि भएन। त्यही भएर के भन्छ अरे भन्न बजाउनु न एकछिन के भन्छ अरे यो अहिले म बोल्दै एउटा कुरा भन्न बिर्सेछु। हिजो राति हाम्रो फ्यामिलीको हल्का रमाइलो भन्नाले हल्का जे भयो भने हो। त्यो भिडियो पहिला हेरिदिनु होला, यो भिडियो नगाडी त्यो भिडियो ठ्याक्क मैले यहाँ हालिदिएँ। ल झ्याम्म सुरु ल बाबु। मिलेर बिस्कुट मिलेर ल गिदाम त ल गिदाम तिमीले ल माछु आएर गुगा ल गिदाम त तिमीले 1 2 3 गो सुरु गर्न गीत कसले सुरुमा आगो रोबै तैँले गिटारमा मिल्दैन गिटारसँग धुनै जान्न क्या मलाई रिक्सा केही हुन्न क्या अलिअलि जान्ने
बाबुले मात्र लगेर हाम्रो कन्सर्ट सकियो कस्तो कस्तो बजायो आमा राम्रै बजायो होला छोराले कस्तो गीत आयो त बाबुले कस्तो बजायो राम्रो बजायो काने गोरे दाइले कस्तो बजायो रहेछ हो मैले कस्तो गीत आयो त हो र लगेर अब मलाई हाम्रो भुन्टेले ह्यान्डसम बनाउँदै होइन ह्यान्डसमको बाउ त पार्लरको मान्छे रे क्या है म भन्न त नि ल अलि राम्रो गराइदिनु है दाइ नासिकन भन् न अलि राम्रो गराइदिनु है दाइ ल पैसा कति दिउँ त हजुरलाई मैले $600 बाबा तार मलाई कति रुपैयाँ दिन्छ भनेको रे कति रुपैयाँ दिन्छ भनेको तार मलाई अस्ति नै के कति रुपैयाँ दिन्छ भनेको रे भने छैन होइन बेसी भएन हामी मेरो कपाल बनाउने भैया यहाँ उभिदिएको छ नि ल भैयाको नाम के हो त अन्त भैया मेरो कपाल बनाउने भैया फ्री फायर हो तेरो नाम तेरो नाम के हो भनेको के हो नाम भनेको वाट इज योर नेम हाम्रो भैयाको नाम चाहिँ आरुण गुरुङ है जरा अच्छे से बना तो ठीक है भैया ओके आपने खाना खा लिया भैया नहीं खाया थोड़ी देर आगे क्या खाया गुखाया लगेर आज यसले मलाई ह्यान्डसमको बाबु बनाउने भयो कि ओ माई गड खोइ त भैया त गफ पनि लाउँदैन त यार भयो हो गई अच्छा हो गया अच्छा नहीं हुआ तो मैं तुम्हारा पैसा कट कर दूंगा ठीक है हाँ ठीक है पैसे कितना दूं मैं तुमको $300 300 इधर सुनो ओ $300 में कितना जीरो होता है 50 कितना डॉलर होता है मैं वो पूछ रहा हूँ कितना डॉलर कतिवटा जीरो हुन्छ $300 मा ल भन्छ पता नहीं तुम ऐसे ही भैया हो गया लगेर हाम्रो भुन्टेको दिदी है यो फेरि यहाँ दिदी हाम्रो भुन्टे त बच्चै है हाम्रो दिदी हाम्रो भुन्टेको दिदी हमारा भैया का बहन है बड़ी बहन ओ दिदी भाइको माया बाबा लो तँलाई टोक्छ अरे दिदीले अहिले मलाई त टोक्दैन ल जङ्गियो है दिदी जङ्गियो दिदी जङ्गियो भाइ तिमी जा तेरो र मिचनको बिहा गरिदिने नि हामीले त गर्छ गर्दैन गर्दैन कोसँग बिहा गर्छ त तैँले यस्तो हेर्न कोसँग बिहा गर्छस् त भन् त सेजलसँग ल अब तँसँग इन्टरभ्यू यहाँ भएन नचलिकन को हो सेजल भन्ने ल भन् मलाई को हो सेजल कुकुर ल यता हेर्न यहाँ बस्न फुपू र मलाई तैँले सेजल र तेरो बिहामा बोलाउँछ कि बोलाउनु न बोलाउँछ खाना आउनुपर्छ हो नि त तँसँगै पर्छ सेजल के छ मलाई तँ चिन्दैनस्
कहाँको नि सेजल रुबिनासित हो ढापुको कहाँको सेजल नजर गाना बस्न सेजल कहाँको भन्छ ल ढापुको हो तँभन्दा ठुलो कि सानो नि ठुलो हो 10 कक्षामा त कति कक्षामा हो नि 1मा त 2मा सेजल 10 कक्षामा ए त दिदीलाई बिहा नि भयो त बरु मिजानलाई बिहा गरेको मिजानलाई बिहा गरेको मिजान कति ज्ञानी छ ऊ लगेर कस्तो लाग्यो त हाम्रो रमाइलो हिजोको त्यही हाम्रो घरको हिजो यसो रमाइलो त के नि मेरो दाइले फेरि यसो गिटार सिक्न लाग्छ कि अहिले चलबल्दी रहन्छ क्या त्यही भएर गीत पनि भने हिजो हल्का फुल्का गीत मार्दा हानिदिएको र तपाईँहरूले त्यो गीत सुन्दासम्म हामीले सेकेन्ड डेस्टिनेसनमा पनि सामान झारिदिइसक्यौँ र सेकेन्ड डेस्टिनेसनमा पनि हाम्रो 1 कार्टुन सेन्टर फुड हो यहाँदेखिको त्यो सेन्टर फुड गाडी फुल लोड छ त्यही भएर त्यहाँ पनि अहिले फर्किँदा झारिदिन्छु भन्ने कुरा भयो अब चाहिँ अब हामी तेस्रो डेस्टिनेसनमा हामी जाँडको आइसक्यौँ हाम्रो तेस्रो डेस्टिनेसन चाहिँ हो यो पसलमा हो त्यहाँको अहिले हामी चाहिँ जाँडको आइसक्यौँ प्रेम ल्याएर म अब सामान चाहिँ झार्दैछौँ अब हेरौँ अलिअलि हुँदै कम भइरह्यो अब बाटोखोला राङखोला झरी कम हुन्छ भन्ने उस भइरहेको छ कि हेरौँ के हुन्छ अब यसै गरी हाम्रो राङखोला पनि सकिएको छ र राङखोला सकिने साथै आजको हाम्रो पहिलो बोनी भइसक्यो पैसा उहाँदेखि सामान छोड्दै छोड्दै आएर बल्ल राङखोलामा आएर बोनी भयो त्यही बेला उता पनि हुन्थ्यो कि बोनी तर सामानै अब पुरा नदेखि अब घामबाट बोनी हुने हो होइन अहिले फर्किँदाखेरि सामान झारेर ठ्याक्क के भन्छ अरे पैसा दिनुहुन्छ कि चेक दिनुहुन्छ त्यही अनुसार हेर्दा नबल्ला जहाँसम्म लाग्छ आज चाहिँ रात पर्छ जस्तो लाग्छ यसो पारा हेर्दा गाडी चाहिँ हामीले चाहिँ के सोच्थ्यौँ भने गोदामबाट अफिसबाट हिँड्ने बेला राङखोला पुगेपछि गाडी खाली हुन्छ होला भन्ने सोच्दैथ्यौँ तर अझै हाम्रो गाडी खाली भएन अझै सामान झर्छ कि भन्ने डर त्रासको साथ हामी धागो बाँधेर हिँडिसकेका छौँ आउनु त वालिङदेखि पनि धागो बाँधेर आएको कि तर हामीले चाहिँ के सोच्छौँ राङखोला आएपछि धागो बाँध्नु पर्दैन होला यत्तिकै मजाले उस हुन्छ होला भन्ने सोच्थ्यौँ तर त्यस्तो भएन अब स्याङ्जातिर झारेपछि बल्ल कम होला जस्तो छ नत्र अब त्यहाँ नपुग्दासम्म चाहिँ सामान कम चाहिँ नहुने भयो यति कुरा चाहिँ म ढुक्क भइसकेँ र हाम्रो दाइ पनि ढुक्क भइसक्नु भयो होइन र त्यही बेला के कस्तो लागिरहेको छ भ्लग झ्याउ लाग्छ कि लाग्दैन कि यसो कमेन्ट हान्दिउँ कमेन्ट भेल्दिउँ कमेन्ट त कसैको नि आउँदैन किन हो कमेन्ट गरौँ न यार कहिलेकाहीँ यार कमेन्ट हेर्न मजा हुन्छ भनेर अर्काको मुखबाट सुनिन्छ अर्काको मुख भन्नाले अर्काको भ्लगको थ्रुबाट सुनिन्छ म चाहिँ तिनीहरूले त मा हो कमेन्ट पढ्न यस्तो मजा हुन्छ हाम्रो त कमेन्टै आउनु न मा कमेन्ट भेलौँ न यार हुन्छ नि 9-10वटा भयो भने पढ्न त पाइयो कमसेकम ल त्यही अहिले चाहिँ हामी राङखोला कटिसक्यौँ राङखोला कटेर अब हाम्रो सिधै मुद्न चापेपछि एकचोटि त्यहाँ मुद्न रोक्छु त्यति बेला म सामान ल्याउँछु त्यति बेला बल्ल म गाडीको पछाडिको रोड देखाउँछु अनि त्यसपछि चाहिँ हामी सिधै स्याङ्जाबाट भेट्नुपर्छ सम्झियो भने लगेर हाम्रो सामान चाहिँ यत्रो छ यो बिचमा ग्यापिङ भयो भन्नु होला फेरि चाहिँ ग्यापिङ राखेन भने फेरि झर्छ तर अघि राङखोला झऱ्यो नि त त्यही भएर यत्तिको ग्यापिङ भएको तर पनि धागो बाँध्न छोडिएको छैन त्यही हो अब चाहिँ दादाहरूले मुतिसक्यो मुत्र हानिसक्यो अब यहाँ म यहाँ यति यस्तोमा चढ्नलाई म कति स्ट्रगल गर्नुपर्छ यहाँ चढ्नलाई ठ्याक्क अनि खुट्टा नि यहाँ तल यस्तो टेक्न पाउँदैन क्या फेरि यहाँ टेक्ने ट्याक्क अनि आयो दादा सिटमा ल हामी त अन्तिम भर्खर सम्झियो हामी भ्लगमा थियौँ भनेर ल अझै हामी बाटखोलामा 4-5वटा बाँकी छ यहाँ यसो पैसा लिन बस्यो यहाँ आउनु न त गफ गरौँ अन्तिम चरणमा छौँ हामी अब हामी बिर्सेछौँ होइन भ्लग गराउने होइन उता स्याङ्जातिर त भिडभाड थियो कि त्यही भएर अब पैसा उठाउँदै गराउन पर्ला जस्तो छ र एउटा गाडी यहाँ चाहिँ एउटा पसल यहाँ थियो यहाँको बन्द भयो यहाँ छ एउटा त्यहाँको पैसा लिएर आयो अब यहाँको बाँकी त्यसपछि ऊ त्यहाँ बसको ठ्याक्कै छेउमा एउटा पसल त्यसको उतापट्टि 2-3टा पसल चाडा भयो त्यति आजको काम भत्ता उठाउँदै हिँड्छ भत्ता गाडी चाहिँ खाली भयो यहाँ ट्याक्कै छन चाहिँ छ सामान
अब हो यहाँ पसल बन्द भएको पसलको सामान छ्याहाल्छ नि त त्यहाँबाट त्यहाँको सामान फर्किने भएन अनि अरूको पनि छ छन चाहिँ अहिले हेरौँ सबै चाहिँ हार्सिके कति चाहिँ रहन्छ हामी देखाउनेछौँ पक्कै पनि प्रेम दाइको कुरैमा टेन्सन हुँदै ओ गाउँदै हामी काम कतिको चलिरहेको सकियो किन सकिएको त सकियो पैसा उठाएर सकियो कति त बाँकी छ पैसा लिनलाई एउटा दुईटा दुईटा तिनवटा सातवटा पाँचवटा छवटा सातवटा हो र फिक्स हो 8वटा पसल भनौँ 1 2 3 4 5 6 7 सानो 8 एबिसी 9 9वटा लगेर सकियो दादाहरूको काममा दादाहरू अब रफ्तार आफ्नो घरतिर डह्रो पुऱ्याएकै त्यहाँ नत्र अघि नै फर्किसक्थ्यो कि त्यहाँमा एकजना पसँग डह्रो पुऱ्यायो के भनेन यहाँ चाहिँ हाम्रो चेकिङ छ मापासे चेकिङ हुनसक्छ पक्कै पनि मामाहरू निकै उसमा मेरो फ्ल्यास बोलिरहेको छ मामा ठिक हुन्छ जस्तो छ यहाँ चाहिँ चेकिङ हो मामाहरू हामीलाई रोकेन हो इन्डियाको गाडी रोकेछ मामाहरूले हाम्रो प्रेम दाई चाहिँ लगभग सानोतिनो नेता भन्दैन भने प्रेम दाईको देश छोडिदिइहाल्छ कि देखिन मात्र पऱ्यो केही गर्न परेन यस्तो झ्यालबाट यस्तो टाको झिक्नु ए ल जानु सर भनिहाल्छ के खतरा हाम्रो प्रेम दाई ल अहिले चाहिँ हल्का फुल्का रात पर्न लागिसक्यो आँखाले चाहिँ अदर दिएछु कि मोबाइलमा अलिक फ्ल्यास बोलेर कुनै केमा अलिक उज्यालो दिएछु अब हेरौँ बिचबिचतिर के कसो हुन्छ अब रात पर्न लागेर भिडियो खिच्न त आएन यस्तै बिर्से भइन्छ कि त्यही भएर भ्लग गराउन मन लाउनु नै आज नि बिर्सेँ अहिले एकैचोटि भर्खर त्यहाँ एकजनाले डह्रो कुरायो अनि त्यहाँबाट म त्यहाँ पस्दासम्म दाइले 2-3टा पसल भ्याउनु हो 3टा पसलको पैसा उठाएर भ्याउनु तर मलाई त्यही एउटैले अड्काएर बस्छ अनि फेरि त्यो मान्छे फेरि बिजी भयो भने त हुन्छ बिजी त्यो कस्टमर भएर बिजी भयो नि फेरि होइन ला म गफ लाएर बस्छ म अर्का हात तुलिसम्म कहाँ पुग्न पर्ने मान्छे अङ्कल भन्छ म हजुर पनि भन्दैन के भन्ने यार कतै एउटा अब हेरौँ मैले भिडियो खिच्यो भने भेटौँला नखिचे नि भेटौँला नखिचे त कस्तो भेटेर माले सम्झे भने भेटौँला लगेर राङखोला काम पनि सकियो अब दादाको पालो ड्राइभिङ कहाँबाट मार्यो यहाँबाट अफ गरेको शीतल बेसी पछाडि गयो क्या भयो रड्डी मलाई देखेँ त चिनी तिमीलाई देखे त अरूलाई डिस्टर्ब हुन्छ कि लाइट बल्दाखेरि मलाई अरूको गाडी लाग्यो आँखामा पता मलाई देख्यो हजुर औँला त देख्यो होइन औँला देख्यो जस्तो आन्छ देखिने हो लगेर अहिले चाहिँ हामी राङखोलाबाट चल्दै जानिसक्यो अबको हाम्रो यात्रा भने अघि त्यो बिहान त्यो 3टा पसलमा सामान छोड्न छ नि त बिहान के भन्छ अरे सामान हल्का के भन्छ अरे त्यो झिक्न गाह्रो भएको कारणले गर्दा अब गएर छोडिदिन्छौँ त्यो सामान चाहिँ त्यही अहिले चाहिँ हामी राङखोलाबाट लागिसक्यौँ किनकि अहिले नै हल्का फुल्का रात परिसक्यो अब हेर्दै जाऊँ रात कतिको पर्छ उता गएर सामान पनि झार्नै छ पैसा पनि लिनै छ अब कति पुऱ्याउँछ भन्नेमा भर पर्छ साउहरूले नपुऱ्याइदियो हुन्थ्यो सकेसम्म भन्ने कुरा दाइ र मेरो दाइले त तल घुम्राख्यो क्यामेरा ल हाम्रो दाइ क्यामेराम्यान आजको क्यामेराम्यान हाम्रो दाइले कस्तो खिच्यो त्यो तपाईँहरूले देखिसक्नु होला खिच्न त म त आजकल यस्तरी एउटा हातले यस्तरी खिच्न सक्छु पहिला सक्दैन नि त भर्खर गाडी चलाउँदाखेरि दाइलाई समात्दै ह्याउ भन्दै नि त आजकल चाहिँ एउटा हातले पनि हल्का बानी परिसकेको छ त्यही भएर इजी हो ल एउटा फाइनली हामी आइसक्यौँ र बिचमा खिच्नु पाएन गीतको धुनमा सुन्दै आउँदाखेरि अलिक मजै हो त्यही भएर पक्नु न हामी चाहिँ गाडी पार्किङ गर्न आएको र मेरो बाइक लिन आएको मेरो बाइक चाहिँ उयो दिनुभयो त्यहाँ बाटोको छेउमा छ र यो चाहिँ हाम्रो साउको नयाँ घर ओए यस्तो कि नदेखिँदो रहेछ यो यहाँ चाहिँ अहिले गोदाम छ माथि चाहिँ बस्ने रुमहरू होला सायद र अहिले चाहिँ हामी हिसाब सिसाब बुझाउन बाँकी नै छ अब हामी गाडी छोड्न आएको अब गाडी छोडेर हिसाब बुझाएर बल्ल घरतिर जाने कति बजी दाइ
8 त बज्यो होला बज्यो 8 बज्न लाग्यो रहेछ 4 मिनट छ अब यताउता गर्दा 8:30 हुन्छ त्यहाँ हिसाब सिसाब बुझाउँदा त्यही हो यति भन्दै आजको लागि यति नै यसरी नै सकियो मन पर्यो लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला मन नपर्यो गोली मार